कस्तो राम्रो ठाउँ हो कि Look at the road. कति टाढा हो क्लच डर लाग्यो अगाडि राख्नु त मलाई त यहाँ त हेलो के छ तपाईँको खबर आई होप यु आर डुइङ अल गुड आज हाम्रो एउटा नयाँ राइड स्पेसल राइड एकदम सर्ट राइड हुनेवाला छ कतै जान चाहिँ पाएको छैन किनकि अब कलेज काम हुन्छ अनि द्याट्स वाइ आई हेभ दिस सर्ट राइड सधैँ पोखराको वरिपरि गइन्छ हामी चाहिँ लास्ट टाइम गएको चाहिँ उता घाटी छिनातिर थियो र अहिले चाहिँ अस्थाम है कता कता गइरहेको हुन्छ हामी सो यस्तै यस्तै ठाउँ हेर्नु मन छ भने चाहिँ यु क्यान गिभ मी अ लाइक अर जस्ट सब्सक्राइब मैले हेलमेटको स्ट्र्याप लाउन बिर्सेछु शिट To say you love me I'll make you so love me will make me turn my head कस्तो एन्डी 8 हालेछु यार अब चकिलो हुन्छ यार शिट एन्डी फिल्टर निकाल्नुपर्छ जस्तो लाग्यो मलाई मैले अर्को फिल्टर ल्याएन 8 मात्र ल्यायो बट इट्स टु सनी नाउ टु मच सन टुडे के हुँदैछ हो यो पोखरामा कहिले के हुन्छ कियोटिक एउटा माइक्रो बसले बाटो थुन्यो भने पुरै ट्राफिक जाम हुन्छ यो ठाउँमा यो माइक्रो बसमा पनि जहाँ पाए त्यही रोकिदिन्छ त अनि रिस उठ्दैन त नि ठाउँमा स्टप बनाए पो हुन्छ यार यत्तिकै यसो 100 मिटर चलाउँछ त्यहाँ प्यासेन्जर हुन्छ अनि झ्याप्प रोकिदियो फेरि चलाउँछ 100 मिटर अनि झ्याप्प रोकिदियो अनि झन् साँगुरो बाटोमा त त्यही गर्दा अनि त्यो पछाडि भएको मान्छेहरू तनाव हुन्छ क्या यो सरकारले पहिला जुन कुरा एकदम झन्झटिलो हुन्छ नि एकदम सिम्पल तर मान्छेको लाइफमा एकदम एफेक्ट गर्ने खालको प्रब्लमहरू त्यसलाई खोजेर त्यसलाई सल्भ गर्नु ट्राई गर्नुपर्छ क्या यार ठुल्ठुलो स्टेप नलिकन सानो स्टेप लिनु नि ल यहाँ बिचमा यो राखेछ है बल्ल सेपरेटर बल्ल यहाँ काम भएछ अलि यो बाटो बन्नलाई 5-6 वर्ष लाग्यो होला यहाँ यति बाटो बन्नलाई अहिले चाहिँ बल्ल गतिलो बनाएछन् ल दिस इज गुड अब यो यसले जोड्ने कनेक्टिङ रोडहरू पनि बनायो भने चाहिँ बेटर होला है अनि बिचमा मार्किङहरू छैन बिचमा मार्किङ गरेर चिटिक्क डेकोरेसन गरेर राख्ने भए त यस्तो मजा आउँथ्यो होला नि त चलाउनु नि कहाँ त नि घाममा उभिनु भयो त कति बेला आउनु भयो 20 मिनट भयो कहाँ हो जाने भोक लाग्यो यार हेम्जामा पाइन्न मोमो हेम्जामा मोमो पाइन्न ल केही हुन्न ओके टेस्ट राइडिङ दि पल्सर 150 होइन कति टाढा हो
ओके अलिकति भाइब्रेसन आउँदो रहेछ तर कसो किरी करा त कति टाढा हो क्लच Be my baby. Test riding the Pulsar 150. मजा आउँछ त हौ यसको क्लच अलि टाढा रहेछ यो बाइकको चाहिँ बट इट फिल्स सो डिफ्रेन्ट देन माई बाइक अब रिभ्यू त भन्न सक्दिनँ मैले अहिले नचलाइकन यसको स्पेक सिट पनि थाहा छैन मलाई ठिकै हो मजा आइरहेको चलाउनु They are on my bike. Okay, back to my own bike. Do you want to know that? चाउ किन्यो फ्रुटी किन्यो त्यसपछि के किन्यो अर्को कुरकुरे किन्यो There's our snacks in Astam Dhital किन हल्दै खायो यार अगाडिको ह्यान्डल हल्दै खायो यार अगाडिको बियरिङ चेन्ज गर्नु भन्दै थियो के अरे सर्भिसिङमा चेन्ज गर्ने बेला भएछ क्या कि त टायर प्रेसर कम भएर हुन पनि सक्छ अलिअलि हल्दिने मेरो चाहिँ के भएको थियो भने त म गाउँ जाँदाखेरि टायर पङ्क्चर भन्दा पनि त्यो पङ्क्चरै भनौँ पङ्क्चर भयो अनि त्यो भित्रको लिक्विड जति सब निस्कियो क्या त्यो फक्कै सबै अनि त्यो भएपछि के भयो भन्दा त्यहाँ त्यो गाउँको मेकानिकले त्यो रिपेयर गर्नै सकेन अनि त्यो भएर ऊ हाल्नु पऱ्यो ट्युब हाल्नु पऱ्यो होइन सो अगाडिको चाहिँ ट्युब छ क्या मेरो यतै जानुभयो होला नि यस We are going to Astam Dhital. Forky नहेर मलाई Forky नहे बुझ्नु त रहेछ यार डर लाग्यो अगाडि राख्नु त मलाई त यहाँ त यो माउन्ट नै हल्लियो क्या तिमी भने आकाशको तारा बनी आइदिउँला बाटो त सही छ त सही होला जस्तो छ बाटो राइट कस्तो मजाले पिच गरे खाके यार Okay, what are we doing then? अलिकतिलाई हो कि I don't know. यस्तै हो जस्तो लाग्यो अलिकतिलाई yes. Let's go. धम्पुस नै त पुग्ने होइन होला. Just like search for a good place to sit. Not sit but sit. बस्नको लागि एउटा ठाउँ खोज्ने अनि च्याउ खाने अनि घर जाने त्यति आजको कार्यक्रमको अन्त्य त्यहीबाट हुन्छ
ओके यहाँ राम्रो ठाउँ जस्तो छ है यो probably gonna shit here because just because Ooh. Holy wow. Holy wow. Oh my god. Bro, unbelievable. त्यहाँ हेर्नु त I'm gonna zoom in. You're not gonna see it. Just look at that. त्यहाँबाट हिम्जाको बाटो हो त्यहाँ पोखरा guys are here के अरे बाजा पार्क नै थाहा थिएन ओके दिस इज दमहा झ्यालीमा यस्तो पल पऱ्यो होला नरसिंगा झ्याली तर न्युट्रलमा जस्तो पिसफुल केहीमा हुँदैन क्या अरू यस्तो यो ब्रेक एकदम बेस्करी थिच्यो भने अनि मर्यो अनि त्यसपछि ब्रेक थिचिराख्नुपर्छ नि त बाइकलाई स्पिडमा मेन्टेन गर्नलाई त्यसो भएपछि अनि ब्रेक तात्छ अनि ब्रेक तातेपछि त अनि के चाहियो ब्रेक भाँचिन्छ ब्रेक चर्किन्छ हैन ब्रेक लाग्दैन त्यस्तो हुन्छ जस्ट पीस